सम्पूर्णमा नमस्कार। आज चाहिँ म बिए प्रथम वर्षको ऐच्छिक नेपाली अन्तर्गत रहेको प्रेमा शाहको लोग्ने कथा लिएर म चाहिँ यहाँ उपस्थित भएकी छु। अब चाहिँ प्रेमा शाहको लोग्ने कथाको वाचनतर्फ लागौँ है त। लोग्नेको बरखी सिद्ध्याएर निर्मला बहिनीको विवाहलाई माइत आएकी थिइन्। आधा जिउ र विवाहले लोलाएका आँखा लिएर उनी फुङ्ग उडेको एउटा अचेत सपना चाहिँ बहिनीको सिँगार पटारमै अल्झिन्। क्रिम पाउडर, लिपस्टिक, रोज, गाजलको यो सानो कोठी कहाँ लगाइदिए ठिक पर्ला? गालाको टुप्पोमा कि चिउडोमा? को लाउँछ छि यस्तो नक्कले कोठी पनि? मुकुन्डो सिगारे जस्तो कोठी लगाइदिन निर्मला आफैलाई मन परेन। गालामा कोठी लगाइदिने चलन त गइसक्यो। फेरि बहिनीको गालै राम्रो छ, धेरै उज्यालो केलाई? बरु यो बाटुलो रातो टीका गोरो निधारमा खुब खुल्छ। निर्मला यिनै रमाइलो रङले आफ्नो अन्तर्मन कोरिन। आएका अतीतका अनेक भावुक रेखालाई लतपत्याउने कोसिस गर्दै थिइन्, तर कसो अगाडि त्यो ठुलो ऐनामा उत्रेको आफ्नो र बहिनीका ती दुई प्रतीक्षाले उनको भावुकतालाई फेरि कोतर्यो। 2 वर्ष अघि निर्मलाले छोडेर गएको यो ऐना कोठामा पहिले झैँ जहाँको त्यही, जस्ताको त्यस्तै रहेछ। कहीँ पारो उक्किएको थिएन, कहीँ फुटेको थिएन। बरु उनलाई आफै सम्पूर्ण बदलिए झैँ लाग्यो, आफू ज्यादै थोत्रिए झैँ लाग्यो। गाजलले कोरिएका ती आँखा पहिलेका झैँ अस्थिर भएर यता उता नाच्नलाई मानौ थाकिसकेका झैँ देखिन्थे। न फेरि उनको मनमा केही चञ्चलता नै रहेको थियो। निर्मलाले सिँगारी सकेर बहिनीको अनुहार ऐनातर्फ फर्काइदिन्। उनलाई बहिनीको त्यो अनुहार ज्यादै लोभ लागेर आयो। आफैले सिँगारेकी भए पनि निर्मलालाई बहिनीको त्यो अनुहार समातेर एकपल्ट मुहाई खान मन लाग्यो, तर त्यसो गर्न सकिनन्। उनलाई लाज लाग्यो, साथै केही अभिमान पनि, किनभने उनी बहिनी जस्तै राम्री थिइन्। अझ ऊ भन्दा पनि राम्री। साँच्चै जो पनि उनलाई यही भन्थे, उर्मिला भन्दा निर्मला राम्री। त्यही पनि किन निर्मलालाई आज बहिनीको अगाडि आफू फिक्का हुँदै गएको झैँ लाग्यो। साँच्चै उर्मिला दिदीको हातबाट गाढा रङको झोल बनेकी थिए। निर्मलालाई आफ्नो हातको सिप देखेर खुसीको सट्टा ईर्ष्या लाग्यो। यसै गरी उनले आफूलाई सिँगार्न पाए। पल्लो कोठामा उर्मिलालाई हेर्न आएका केटा दाजुका विराटनगरका नयाँ साथी थिए। सायद प्रोफेसर हुन् क्यारे। निर्मलालाई उस्तो थाहा थिएन। उतापट्टि कोठामा गरेको गुनगुन दिदी-बहिनी बसेको कोठामा बिस्तारै सुनियो। अनि निर्मलाका कान ठडिए र आँखा चनाखा भए। निर्मलाले आफ्नै एक सुरमा देखिनन्। उर्मिला ऐनातिर निहुरेर हलुकासित मुस्कुराई। कपालको आँठोमा घुसेर कानैनिर ढल्किएको गुलाफको रातो कोपिलाले उसको सौन्दर्यमा अझ बढी निखार ल्याइदिएको थियो। उतापट्टि किन हो दाजु खित्का छोडेर हाँसे। त्यसपछि सँगै मधुरोसित फुस्किएको एउटा नौलो हाँसो पनि सुनियो। निर्मलाका सबै अचेत तन्तुहरू अप्रत्याशित रूपले झन्झनाए। उनी लट्ठिँदै गइन्। निर्मला उनीतिर हेरेर मुस्कुराइदिइन्। उनको त्यो एकतामक सौन्दर्यले निर्मलाको अन्तरलाई कमिलाले झैँ चिल्यो। उनी भित्रका सबै द्रव्य जमेर बरफ भए। उर्मिला ऐनासित टाँसिएकी थिई। एक्कासी निर्मलाले बहिनीको टाउकोबाट फूल झिकी झट्कारेर धुजा पारिदिन्। उर्मिला छक्क परी। किन दिदी? निर्मलाको पातलो गोरो अनुहारमा जताततै पसिना चिडचिडियो। विस्फारित आँखाले उनले उर्मिलालाई एकटकसँग हेरिरहिन्। उनी निश्चेष्ट हुँदाहुँदै पनि निर्मला फेरि बहिनीको निधारको टीका उक्काउन लम्किन्। उर्मिला तर्सी। दिदीले नभेट्टाउँदै ऊ दुगुरेर कोठा बाहिर निस्की। बहिनी तर्सेर भागेको देख्दा निर्मलालाई हाँस उठ्यो। रित्तो कोठामा उनी एक्लै
मरी हाँस्न थालिन्। हाँस्दा हाँस्दै आँखाबाट आँसु बरर झरे, मुटु खुम्चे झैँ भयो। उनले घुँडामा मुन्टो अड्याएर बिस्तारै सास तानिन्। उनी बिस्तारैसित खोकिन्, तर घाँटी ट्याप्प सुकेको थियो। तिर्खाले हो कि, तर तिर्खा त उनलाई लागेको थिएन। खाली घाँटी भिजाउन निर्मलाले टेबुलमाथिको गिलास उठाएर अलिकति पानी खाइन्। आँखाबाट आँसुको बादल हटिसकेको थिएन। निर्मलालाई बाहिरबाट ढोकाको पर्दा उठाएर कसैले चिच्याए झैँ लाग्यो। उनी पछाडि फर्किन्छिन्। साँच्चै नै उर्मिला रहेछ। दिदीले देख्न साथ ऊ पर्दा छोडेर भागी। के कन्सुत्नी लाउन आएकी होली। निर्मलालाई बहिनीमाथि त्यसै रिस उठ्यो। भित्र आए त म के गर्थे र? भुताल्ने थिइनँ, लोग्ने पाउन आँटे भनेर फुर्केकी। मलाई सौता हुन आएकी भन्ठानेकी होली। त्यसैले नत्र किन चियो गरेर हिँड्थी? उता कोठाबाट हाँसेको आवाज ठट्कारो भएर राम्रैसित सुनियो। सतर्क भएर निर्मलाले त्यतातिर कान थापी। उही त हो नि, त्यही प्रोफेसर हाँसेको रहेछ। स्वर कति मिठो, मान्छे पनि त राम्रै छ नि। खुल्ने अनुहार, कस्तो गोरो, लायकको अग्लो। निर्मला नानी एकपल्टक उता दराजको साँचो खोलिदिनु पर्यो। गोदावरी साँगारभित्र टेक्न नपाउँदै कराई, आम्मै निर्मला नानी त लौ न, के गरेको यस्तो? निर्मला झसङ्ग भइन्। ओठमा दगुराइरहेको लिपस्टिक हातबाट खस्यो। ऐनामा ईश्वाससित उनले सँघारको बीचमा उभिरहेकी गोदावरीलाई देखिन्। उनी पुतली जस्तै सिँगारिएकी आफूलाई निर्मला लोलाइन्। कुन प्रवाहमा उनले आफूलाई सिँगारिन् उनलाई पत्तै थिएन। पहाडको टुप्पोसम्म ढाक्न पुग्ने अनेकौं विकट छालहरू उनको हृदयमा तरङ्गित भइरहेका थिए। निर्मला ऐनामा हेरै भइन्। गोदावरी कोठामा पसेर उनको अगाडि उभि। हा निर्मला नानी, तपाईले पनि यस्तो सिँगार गर्नुहुन्छ? लौ हेर, झन् टीका पनि लगाइएको। लोग्ने नभएको मान्छे हो त नि। उसको लोग्ने त विवाह भएको वर्ष दिनमै विमान दुर्घटनामा परिहाले नि। उतापट्टिको त्यो त उर्मिलाको लोग्ने, उसलाई हेर्न आएको। गिलासको जुठो पानी खनाएर निर्मलाले ख्वाल मुख धोइन्। गोदावरी साँचो लिएर निस्कन नपाउँदै निर्मला उसको बाटो छेक्न पुगिन्। गोदावरी, कसैलाई पनि नभन है बिन्ती। हेर, कसैलाई नभन। किन भन्थे तपाईको कुरा पनि? गोदावरी हाँस्दै निस्की। निर्मलालाई आफ्नो कमजोरीमाथि ज्यादै नै लाज लाग्यो। गोदावरीको अगाडि पनि उनले आफ्नो भूत ढाल्न सकिनन्। के भनी होली? गोदावरीले पनि छिल्लिएर उत्ताउली। निर्मलाको गाला कानसम्म रातो भयो। मुखको लाली र पाउडर रुमालले रगडी पुस्न थालिन्। आमा र दाजुले देख्नु भएको भए छी, त्यही उर्मिलाले उसलाई त्यसरी सिँगारिरहेको देखेको भए नि। एकैछिनमा गोदावरी फेरि आइपुगिन्। निर्मला नानी, आमाले भन्नुभएको बहिनीको लुगा मिलाइदिन आउनुस् अरे। आए चाँडै आउनुहोस् है। गोदावरी फर्की। निर्मला गइनन्। लुगा फेराइदिन पनि मै जानुपर्ने, लोग्ने पाइसकी अझ केटाकेटी छे। उर्मिलालाई पछि लगाएर आमा कोठाभित्र पसिन्। तिमी के गरिराखी? यहाँ उर्मिलालाई त्यति लुगा लगाइदिन बोलाको पनि बिचरी कहिल्यै फरिया नलगाएकी मान्छे, त्यसैले बेरेर आई। लौ न हेरिदेऊ। निर्मलाले बहिनीलाई तलदेखि माथिसम्म हेरिन्। सारी लगाएको ठिकसित मिलेको थियो। अब पनि उर्मिला केटाकेटी छे रे। दुलहा हेर्न आइसके। आमाको समझ पनि कस्तो हरियो लुगामा उर्मिला खुबसित खुलेकी थिई। केटोले अवश्य उर्मिलालाई मन पराउनेछ, शङ्कै छैन।
लौ न त निर्मला, तिमी पनि उठ, उर्मिलालाई उता लैजानु पर्यो। म जान्न आमा, तपाईँ भइहाल्नुहुन्छ नि। आमाले बडा बडा आँखा तरेर निर्मलालाई हेरिन्। कस्ता अटेरी छोरीहरू, आफ्ना त कामको बेलामा पनि कस्तो हो, कपाल दुखेर चौपट छ, नत्र आइहाल्थे नि। टाउको उठाउनै भएको छैन। भइगयो त आइज उर्मिला। आमा फन्कँदै कोठाबाट निस्किन्। उर्मिलालाई फर्केर पनि हेरिनन्। हिँड्नुहोस् न दिदी, तपाईँ पनि। उर्मिलाले भित्रैदेखि बल फुकाई, तिमीलाई हेर्न आएको मान्छे म गएर के काम, मलाई एक्लै लाज लाग्छ, कसरी बस्नु त्यहाँ। उर्मिलाको स्वर रुन्चे भयो। के को लाज, आफ्नै मान्छे त हो नि, बिहे भएपछि पनि त्यस्तै स्वाङ गरेर निर्वाह हुन्छ कि। निर्मलाले हाँस्ने कोसिस गरिन। उर्मिला हाँस्न सकिन। दाजु कोठाभित्र पसेर उर्मिलालाई लिएर गए। निर्मलाले मन बाँध्न सकिन। उठेर उनी पनि दाजुको पछि पछि लागिन्। सबैजना भित्र पसे, तर निर्मला ढोकाको पर्दा समातेर बाहिरै उभिन्। भित्र दाजुले नयाँ मान्छेलाई उर्मिलाको परिचय दिए। उर्मिला मेरी कान्छी बहिनी, यसै वर्ष म्याट्रिक पास भई। फेरि दाजुले ढोकातिर देखाएर ऊ माहिली चाहिँ, आऊ न निर्मला भित्र। त्यो मान्छेले दाजुको पछिल्लो कुरा सुन्यो कि सुनेन कुन्नी, उसले एकचोटि पुर्लुक्क पनि निर्मलातिर हेरेन। मान्छे भलाद्मी जस्तो छ, तर के हुन्थ्यो उसका आँखा उर्मिलाको हरियो सिफनको सारीमा मात्रै अल्झिराखेको झैँ लाग्यो। निर्मलालाई उनी त्यहाँ बसिरहन मन लागेन। त्यहाँबाट उठेर उनी बाहिर बार्दलीमा गएर उभिन्। बाहिर टन्टालापुर घाम लागिरहेको थियो। शून्य पिच रोडको दायाँ बायाँ सडकमा बुङबुङती उडेको धुलो अनि छिनछिनमा हिँड्ने दैत्याकार ट्रान्सपोर्ट सर्भिसको कानै थर्काउने घर घर आवाजले निर्मलाको मन झन खुल्लो तुल्याइदियो। पर ढोका बाहिर एउटा नयाँ जीप उभिएको रहेछ। सायद उर्मिलालाई हेर्न आउने केटाको होला। भित्रपट्टि मैले सेतो कमिज र कालो चस्मा लगाएको मान्छे स्टियरिङलाई अँगालो हालेर घोप्टिरहेको थियो। ड्राइभर हो क्यारे, त्यस्तै लाग्यो निर्मलालाई। त्यो मान्छे निर्मलालाई देखेर जीपभित्रैबाट लगातार सुसेल्न थाल्यो। निर्मलालाई मन परेन। उनी त्यहाँबाट आफ्नो कोठामा फर्किन्। त्यहाँ उर्मिलालाई हेर्न आउने केटो मात्रै एक्लै अखबार पल्टाएर बसिरहेको रहेछ। निर्मला झस्किन्। त्यो कोठा उनको होइन, दाजुको थियो। कसरी त्यहाँ आइपुगिन्? निर्मला आफैलाई पत्तो पाइनन्। फेरि उनी ठाडै खुट्टाले फर्किन पनि सकिनन्। त्यसै आउँदा जाँदा के भन्ला त्यो मान्छेले पनि। फेरि बिकामले झन् त्यहाँ ठिङ्ग उभिरहँदा के भन्ला नि। ज्यादै अप्ठ्यारो लाग्यो निर्मलालाई। त्यो मान्छेले अखबारबाट टाउको उठाएर एकपल्ट निर्मलातिर पुर्लुक्क हेर्यो, अनि फेरि अखबारमै निहुरियो। निर्मला चल्न खोजिन्, तर उनका गोडा जड भएका थिए। उनी उभियै भइरहन्। धेरै बेरसम्म उभिरहँदा पनि त्यो मान्छेले केही बोलेन। निर्मलालाई उसले एकपल्ट बससम्म पनि भनेन। ऊ अखबारमै हराए जस्तो देखिन्थ्यो। उसले निहुरिरहेको बाटुलो अनुहार, घुम्रेको कपाल र त्यहाँबाट बिस्तार बिस्तार उठेको कोलगेटको मधुरो गन्ध। निर्मला चेतनाहीन भएर विस्मृतिमा पुगिन्। आँखा अगाडिको दृश्य निस्पष्ट हुँदै गयो। बस्नु न, कति उभिरहनु भएको? मान्छे निर्मलातिर फर्केर खिस्स हाँस्यो। निर्मलाको घुँडादेखि तलसम्म काप्यो। उनी बसिनन्। त्यो मान्छे आफू बसेको ठाउँबाट सरेर निर्मलाको नजिकै आयो। बस्नु न एकछिन। निर्मलाको धोतीको सप्कोको छेउ बिस्तारै बिस्तारै उसले तानिरहेको रहेछ। निर्मला केही विरोध नगरी खाली उभिरहिन्। एकछिनपछि त्यो मान्छे निर्मलाका दुवै हात समातेर आफूतिर टाँसेर राख्यो। निर्मला ज्ञान शून्य झैँ चुपचाप बसिन्। उसको तातो सम्पर्कले निर्मलालाई केही सान्त्वना मिल्यो। आँखामा टुक्रिएका सपना फेरि जोडिन थाले। फुलै फुलको बारी, फुलै फुलको आकाश, फुलै फुलले ढाकेको बाटो। तर एकैछिनमा निर्मलाको लामो सपना फेरि टुक्रियो।
उनलाई आफ्नो देब्रे गाला बेसरी दुखे झैँ लाग्यो। उनले आफ्नो गाला छामिन् रगताम्य भएको रहेछ। हत्केलाभरि रगत आँखै तिर्मिराउने रातो। निर्मला कहिले कहालिएर उठिन्। त्यो मान्छे निर्दयतासँग हाँसिरहेको निर्मलाले घुइरा आँखाले कहालिएर उठिन्। ऊ लापरवाहीसित उठेर सडकपट्टिको झ्यालमा गएर उभियो। निर्मलासित ऊ बोल्दै बोलेन। बेइमान निर्मलालाई एक थप्पड कसेर उसको गालामा हिर्काउँ झैँ लाग्यो, तर हात उठेन। त्यो उनको को हो र? त्यसलाई के माया? त्यो त उर्मिलाको केटो। निर्मलाको हृदयका वेग सबै सामसुम भएर गए। चिथोरिएका गाला लिएर उनी हुर्रिँदै गइन्। माटनमा उर्मिला भेटिन्। के भयो दिदी? गालामा निर्मलाले राता राता आँखा पल्टाएर बहिनीलाई हेरिन्। उर्मिला डराई। के भयो भनेको पो त? निर्मलाले बहिनीलाई धकेलेर भित्तामा जोताइदिई। तेरो लोग्ने एक्लै छ, जा रे कोठामा। मटान नाग्न नपाउँदै निर्मला फेरि पनि बोक्ने रामेसित ठोक्किन पुगिन्। रामे मौका भेटाएर हाँस्यो। कमिजको भित्री खल्तीबाट एउटा मोडिएको कागज उसले दौड्दै निर्मलालाई दियो। त्यो तपाईको पल्लो घरको मास्टरले लुकाएर दिनु भनेको। कोठामा पुगेर उनले ड्यामडुममा ढोका लगाइन्। उनको हातमा मध्याह्नको बाँसघारी झैँ सुई सुई कराइरहेको थियो। काँधमा झुन्डिएको धोतीको छपको उनलाई सर्प टाँसिए झैँ लाग्यो। सरर धोती तानेर उनले भकुण्ड चाइदिइन्। त्यै पनि चित्त बुझेन। घाइते गालामा आफैले जोरसँग 2-4 थप्पड हिर्काइन्। अझ शान्ति मिलेन। छाती हुरीले खडखडाएका खुल्ला झ्याल झैँ ड्याङ ड्याङ बजिरहेको थियो। 2 हातले निर्मलाले छाती च्यापिन्, तर बेथा झन् निचोरियो। उनी सडकमा जिपको ड्राइभरले बेकायदासित सुसेलेको रामेले ल्याएको त्यो गुण्डा मास्टरको चिठी। अनि निर्मलाले सम्झनै सकिनन्। टेबुलमाथिको शीशीबाट 2टा स्लिपिङ ट्याब्लेट झिकेर निलिन्। उनी भित्र गुम्सिएको लामो घुस्का छोड्दै तकियामाथि घोप्टिइन्। अन्त्यसम्म सुनिदिनु भएकोमा तपाईहरूलाई धेरै धेरै धन्यवाद। अनि यो मेरो पहिलो पटक भएकोले वाचनमा केही शब्दहरू अस्पष्ट भएका छन्, त्यसलाई चाहिँ मिलाएर बुझिदिनु होला। अझै म राम्रो गर्ने प्रयास गर्दछु है त। ल, धन्यवाद।